पसिनाले सिन्चिएका दानाहरूलाई चुला माथिको त्यो भाँडामा बसाएर धुवाको मुस्लो निचोर्दै पसिनाले सिन्चिएका दानाहरूलाई चौका माथि त्यो भाँडामा बसाएर धुवाको मुस्लो निचोर्दै बाँसको ढुङ्ग्रीले धुलो फुकिरहेकी आमा बाँसको ढुङ्ग्रीले धुलो फुकिरहेकी आमा सुनौ भविष्यको कल्पनामा भूकम्प इतिहासको फलक गर्दै किताबका पानाहरूमा मुन्टो रहेको म अनि मेरी आमाको आँखा अगाडिबाटै कालो मकुन्टोले आफ्नो पहिचान लुकाएका मानव गरेर जनक्रान्ति गर्ने कामरेडहरूले साथै जङ्गल बसाएका मेरा बा न त हिजो घर आए न त आज घरमा छ। बेपत्ता पतिको खोजीमा जिल्ला प्रशासन र अदालतका टेबलहरूमा जाहेरी र निवेदनका खात लगाएर पतिको सट्टामा रोग बोकेर घर फर्किएकी मेरी आमा पीडाले सुत्तै बाटो बनेको देखेर कहिलेकाहीँ त भन्न मन लाग्छ, आमा हाम्रा बा त मरिसके अब घर। तर लास र श्वासको ठेगाना नलगाई रातारात झुपडीभित्र महल बनाउनेहरू, सत्ताको कुर्सीमा भिरभिरे सर घुम्नेहरू, साइकल बेचेर कारमा हुर्किनेहरूलाई सोध्न बाँकी नै छ, दाइ मेरा बुवा कहाँ छ? पूर्णिमाको जुन जस्तै चम्किने मेरी आमाको अनुहारमा औँसीको कालो बादलले ढाकेको छ। हर्षको आँसुले भरिएका नयनहरू पीडाका आँसुले नयन उठाएका छैनन्। बिराउन पागल जस्तै बनेकी छन्, एकान्तमा डोलाएर बौलाउन थालेकी छन्। मेरा बेपत्ता बालाई खोइ त सरकार मेरी आमालाई गणतन्त्र, खोइ त लोकतन्त्र अनि प्रजातन्त्र। तिम्रा नाराहरूलाई तिम्रै मुहारमाथि बर्साएर मेरी आमाको आँसुको बदला लिने मन छ। तिम्रा जनवादी भाषणहरूको बम र बारुद बनाएर पड्काउने मन छ तिम्रो घुम्ने कुर्सीमा। अनि चिच्याएर सोध्न मन छ खोइ त मेरा बा